इन्सिडेन्ट छ र चाहिँ योर बेस्ट फ्रेन्ड होइन किरण केसी सर सो एउटा इन्सिडेन्ट चाहिँ के भएछ भन्दाखेरि हजुरलाई पेट दुख्यो कि के दुख्यो अरे होइन त्यो किरणलाई? किरण केसीलाई किरण केसी के गर्नुभयो तपाईँ धनगढीमा थियौँ हामी यो शिखर साँझ कार्यक्रम देखाएर हिँड्या अनि देखाउँदै देखाउँदै धनगढी पुग्यो अनि बिहान उठेर हाम्रो प्रकाश श्रेष्ठ र म ब्याडमिन्टन खेलिरहे किरण आयो रानुदै एकचोटि हस्पिटल जाउँ न किनभने मलाई एकदम पेट दुख्यो अनि मैले त्यस्तो फर्स्ट एडका मेडिसिनहरू इमर्जेन्सी मेडिसिन बोकेर हिँड्थेँ कि ओके अनि अहिले पहिले किन गइहाल्नु त यो औषधि खानु भएन भने अनि जाउँला पनि एउटा ट्याब्लेट दिएँ 5 मिनट भएको छैन यसले त भएन मलाई जाउँ न भन्न पख न औषधिले काम गर्नु मात्रै टाइम लाग्छ नि 15-20 मिनट आधा घन्टा लाग्छ नि अनि भएन भने जाउँला भने खुरखुर गयो भित्र मदन दाइलाई भनेछ एकचोटि आएर भनिदिनु न दाइ एकदम दुख्यो मन दाइ आउनुभयो राजा किरण धेरै करायो एकचोटि लगिदेऊ नि त उसको मन शान्त हुन्छ यसो सुनेर लगेँ कसरी लगेँ अब हस्पिटलको कम्पाउन्डमा छिर्ने बेला अनि उता त्यो मोटरहरू गाडी त्यहाँनिर पहिला यो थियो उसलाई उतातिर आँखा देखाउँदै देखाउँदै लगेँ कि मोटर हस्पिटलको कम्पाउन्डभित्र छिरेपछि किनभने नि अब फेरि यता हेऱ्यो भने त साइनबोर्ड देख्ला होइन साइनबोर्ड त देखाउनु भएन अनि ध्यान उतातिर लगेर हस्पिटलभित्र छिराएँ बाटोमा ठ्याक्क डाक्टर भेट भयो ओहो राजारामजी कहाँबाट आज हाम्रोमा आउनुभयो भन्नुभयो कि साथी बिरामी जसन ल्याएको पर्छ पनि ला यो त पशु अस्पताल पर्यो अनि मैले मान्छेको औषधिले नछुवाए पनि यहाँ ल्याएर त्यसपछि के भयो त्यसपछि त्यो हस्पिटलदेखि लगेर मलाई किन होटेलसम्म दौडाइलाई त्यसपछि उसलाई न औषधि खानु पऱ्यो न के फ्रेस भएको ओ वाह त्यो नेचुरोप्याथी भन्छ कि न एलोप्याथी न होमियोप्याथी दिस इज कल्ड नेचुरोप्याथी नेचुरली ठिक हुने होइन